कर्मचारी आउनुभयो, उहाँ इन्जिनियर साहब हुनुहुन्छ। नमस्कार। चाबी तपाईँसँग छ कोल्ड स्टोरको? हजुर। यो चाहिँ पहरेदारलाई चाबी सुम्पिनुपर्छ कि इन्जिनियरले बोक्नुपर्छ? ए यो चाबी? हजुर। यस्तो यसमा हाम्रो खासै म चाहिँ खानेपानी शाखा अन्तर्गत छु। होइन, पहरेदारको कुनै जिम्मेवारी छैन यहाँ? होइन, उहाँको पनि छ। चाबी माग्यो भने चाबी मसँग छैन भन्नुहुन्छ? होइन, उहाँले ठिकै भन्नुभयो त, उहाँसँग छैन भने उहाँको जिम्मेवार के हो? यहाँको रेखदेख गर्ने हो कि होइन? रेखदेख गर्ने मान्छेलाई नै चाबी नभएपछि आफै भन्नुहोस् त तपाईँ। होइन, यस्तो हो नि त, त्यहाँभित्रको कुरोहरू भनेको अब खानेपानी शाखाभित्रको अन्य सामग्रीहरू पनि छ। खानेपानी शाखाको हुनुहुन्छ तपाईँले, चाहिँ कोल्ड स्टोरको चाबी लिनुभएको छ? हजुर। कसरी लिनुभयो? म आफै खानेपानी शाखा अन्तर्गतको कर्मचारी भएको कारणले चाबी चाहिँ कसरी पाउनुभयो त्यो चाहिँ भनिदिनुहोस् न। नगर सरकारले दियो कि यहाँको व्यवस्थापक समितिले दियो? व्यवस्थापक समिति भन्दा नि अफिस अन्तर्गत। अफिस भनेको कुन? नगर अफिस? इलाम नगरपालिका। खानेपानी अफिसले सञ्चालन गरिरहेछ यो? खानेपानी अफिस होइन, इलाम नगरपालिका भनौँ न। इलाम नगरपालिकाले चाहिँ चाबी बोक्नु इन्जिनियर साहब भनेर तपाईँले दिनुभएको होला सायद। यहाँ अब हामीलाई नै चाहिने सामग्रीहरू खानेपानी शाखामा डिरेक्टली चाहिने कुराहरू छ नि त। अब एक्स्ट्रा चाबी हुन्छ नि, लो ठिक छ, जिम्मेवारीको हिसाबले तपाईँले चाबी बोक्न पाउनुहुन्छ। हजुर। तर एक्स्ट्रा चाबी त उहाँ पहरेदारले दिन सक्नु पर्यो नि त। उहाँको काम चाहिँ के हो? उहाँको जिम्मेवारी चाहिँ के हो? उहाँको त यहाँ अरू पनि छ नि त, जस्तै अब यो अरू सरसफाइ भन्नु आँट्नु भएको? सरसफाइ त गरेकै छैन, तपाईँ देख्न सक्नुहुन्छ झाडी छ है। हजुर। नगरपालिकाको पुरानो गाडी थुपारेको छ। यो के नगरपालिकाको चाहिँ पुरानो गाडी थुपार्ने यो डम्पिङ हो? यस्तो यो अन्य प्रश्नको एन्सरहरू चाहिँ म तपाईँलाई दिन सक्दिनँ। किन दिन सक्नुहुन्छ? कर्मचारी भएको नाताले हो। सुन्नु न, अब अन्य कुराहरू चाहिँ तपाईँले आएर अफिसमै सूचना अधिकारीसँग अधिकारीहरूसँग कुरा गर्न सक्नुहुन्छ। यहाँ चाहिँ अब तपाईँहरूले यहाँभित्र हेर्ने कुराहरूको जिज्ञासा सुनेर मात्रै म चाहिँ खास आएको हो। यहाँ सुन्नुहोस् न, चाबी त हाम्रो पहरेदारसँग हुनुपर्छ नि त, एक्स्ट्रा चाबी एउटा। एक्स्ट्रा चाबी? अब यो विषय त्यो किन लग्यो? उहाँसँग विश्वास छैन तपाईँलाई? होइन, विश्वास अविश्वासको कुरा भन्दा पनि हजुर अब हामीलाई सहज हुन्छ भन्ने हिसाबले हो क्या। अब तपाईँलाई सहज हुन्छ कि उसलाई सहज हुन्छ? यहाँ हुने मान्छेलाई सहज हुन्छ कि तपाईँहरू कुदी बस्ने मान्छेलाई सहज हुन्छ? यो विषयमा अब यस्तो हो नि त, उहाँ तपाईँलाई अब ठ्याक्कै कसरी बुझाउन सकिन्छ? आफ्नो तरिकाबाट बुझाउनुहोस् न। हेर्नुहोस् न, तपाईँको यो फोहोर छ नि, यो उहाँले सरसफाइ गर्नुभयो। अनि यो चाबीको विषय र यो त फेरि फरक भइसक्यो। चाबीको विषय यहाँ सुन्नुहोस्, म भनेको कोल्ड स्टोरको बारेमा कुरा गर्न आएको। कोल्ड स्टोरमा चाबी पनि पर्छ, यहाँको सरसफाइको पनि पर्छ क्या। अनि दुनियाँ दिमागमा फोहोर ल्याएर यहाँ थुपारिदिने टायरहरू छ, तपाईँको पाइपहरू छ, के गर्नुभएको? ध्यान आकर्षण नभएको सम्बन्धित निकायसम्म? अब यो विषयमा चाहिँ मैले फेरि पनि भने नि तपाईँलाई। हजुर। अब यो विषयमा चाहिँ तपाईँ माथि अफिसमा आएर चाबी चाहिँ कसरी पाउनुभयो तपाईँले? इन्जिनियर जस्तो मान्छेले यहाँ कोल्ड स्टोरको जिम्मेवार जुन सेक्युरिटीसम्म पनि नभएको चाबी चाहिँ इन्जिनियरसम्म चाहिँ कसरी पुग्यो? यस्तो म फेरि पनि तपाईँलाई भन्छु, म खानेपानी शाखा प्रमुखको हिसाबले काम गरिरहेको छु यहाँ। हजुर। होइन, अनि त्यसो हुँदाखेरि हाम्रो खानेपानीको सामग्रीहरू सबै यहाँभित्र छ। खानेपानीको सामग्री चाहिँ किन कोल्ड स्टोरमा? त्यहाँ सब्जी हुनुपर्ने। अब यसको फेरि आन्सर म हजुरलाई दिन सक्दिनँ। किन दिन सक्नुहुन्छ? खानाको कुरा मैले भन्नु हुँदैन। पानीको यहाँ सुन्नुहोस् है, पानीको सामग्री चाहिँ कोल्ड स्टोर भित्र छ भन्दाखेरि मान्छेलाई त अचम्म लाग्छ नि त। कोल्ड स्टोर भित्र कच्चा पदार्थ फलफुल हुनुपर्ने हो, तर पानीको सामान चाहिँ कसरी त्यहाँ पुग्यो? क्या कसरी लाउन सक्नुभयो? कसको अनुमतिमा लाउनु? यो चालु भइरहेको अवस्थामा अब सब्जीको साटो हजुर पाइप हुँदाखेरि चाहिँ अचम्मै मान्नुपर्छ जस्तो लाग्छ। अचम्म त लाग्छ नि, चालु छैन होइन, त्यसो हुँदा अब पाइप हालेर चाहिँ हामीले राखेर चाहिँ भनेपछि यो पानीको पाइपहरू चाहिँ राख्नु भएको छ, खानेपानीको सामानहरू राख्नु भएको छ। सम्बन्धित निकायले के भनेको छैन? सम्बन्धित निकाय भन्नाले अफिसले भन्नुभएको? अफिसले त अब हालचाल अब खासै यसको बारेमा मलाई त्यति थाहा छैन। सञ्चालनमा नआएको कति वर्ष पुग्यो होला? यो पनि थाहा छैन मलाई, ठ्याक्कै थाहा छैन। भनेपछि तपाईँहरूले सामानहरू राख्ने, यहीँबाट चाहिँ चाबी चाहिँ तपाईँको हातमा हुन्छ, फत्त चाहिँ चाबी खोल्ने, निकाल्ने, लाने, त्यति हो? होइन, निकाल्ने त्यसरी फत्ता निकाल्ने लाने भन्दा पनि अब रेकर्ड राखेर अब हाकिम साहबको स्वीकृति गराएर अनि लाने। खानेपानीको सामान चाहिँ कसले राख्नु भन्यो? नगर सरकारले भन्यो कि त्यहाँको प्रशासकीय अधिकृतले भन्यो कि त्यहाँको सकीय सचिवले भन्यो? अब त्यो ठ्याक्कै भनेको कुरा यो कसरी भन्ने मैले? यस्तो हो, अब ठ्याक्कै जुन बेला म यहाँ काम गर्न आएँ नि त्यतिखेर अलरेडी यहीँ थियो क्या। भनेपछि यहाँको अवस्थाबारे भित्र अवलोकन गर्नु भएको छ कतै? यहाँको सामानहरूको बारेमा के कसो भयो? त्यो त अब अभियसली हेर्नु पर्यो नि। मैले हेर्दै हुनुहुन्छ? यहाँको स्थानीय ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँको भनाइ एकचोटि सुनौ। केही छैन। यो यति देखावटी मात्रै लाग्यो है? लाग्यो बिचारा चाहिँ एउटा नामसाङको मान्छे बेहालत भएर गयो, त्यो टिभी सुतला फालेर गयो।
नाम्सालीको सुरुमा मान्छेले नाम्सालीको कोल्ड मान्छे। स्टोर भनेर हो। विश्वास गरेर आएको विश्वास तर राखे। कुवाएर पठायो पठाए त्यस्तो भएको छ। यसको जिम्मेवारी कसले लियो त्यति कसले पनि दिएन, कसले दिन्छ र? कृषक जिम्मेवार आफै भयो खल्ली बल्ली खलिबली गर्दै खल्ली बल्ली भयो। यहाँभित्र तपाईँ कतै घुम्नु भएको छ या कोल्ड स्टोरभित्र छैन छैन। के खासै घुम्नु? घुम्नु ताला भएको छैन। लगाइराखेको छ, के घुम्नु होइन? यो ताला पनि त यहाँको पहरेदारसँग थिएन हामीले इन्जिनियरसँग माग्यौँ यहाँनिर के हेर्दाखेरि यसो सरसफाइ देखिन्छ छैन सरसफाइ भाइ, यस्तो हुन्छ त? सरसफाइ गरिरहेको छौँ भन्दै हुनुहुन्थ्यो सरसफाइ गरेकै छैन है खै त झारसाल यस्तो छ, यस्तो फोहोर मैला सबै छ, सिसाहरू त्यसरी फालेको छ। अनि कुन सामानहरू चाहिँ अहिले सुचारुमा छ र कुन सामान चाहिँ अहिले भग्नावशेष अवस्थामा छ? कोल्ड स्टोरपट्टिको भन्नुभएको? हजुर त्यो त थाहा छैन मलाई। हामी हेर्न सक्छौँ भित्र? हेर्न सक्छु। अनुमति दिनुहुन्छ? हाम्रो पहरेदार हुनुहुन्छ, ल हामी एकचोटि अवलोकन गर्छौँ। उहाँ चाहिँ इन्जिनियर हुनुहुन्छ जिल्ला खानेपानी होइन, इलाम नगरपालिकाको इन्जिनियर हुनुहुन्छ, भनौँ न। प्राविधिक। ल आउनुहोस् एकचोटि हामी अवलोकन गरौँ। गोदाम गोदाम है। यहाँ बत्ती केही सुचारू छैन? यहाँ कसरी अवलोकन गर्ने र नि? पाइप राख्नु भएको छ ड्याममै? बत्ती ल्याउनुहोस् त सर। यो त अनि अति नै भयो नि। ल यस्तो छ यहाँको अवस्था। हामीसँग अर्को मोबाइल छ कि छैन? टर्च पालौँ न मोबाइल। टर्चको खै यहाँनिर केही व्यवस्था छैन, हामीसँग मोबाइल पनि छैन। यतिखेर हामी कोल्ड स्टोरभित्र प्रवेश गरिरहेका छौँ। तपाईँहरूलाई म पुरा अपडेट देखाइरहेको छु। यहाँनिर चाहिँ कच्चा पदार्थ सब्जी फलफुल हुनुपर्नेमा यहाँनिर पाइपहरू थुपारेको देख्न सक्नुहुन्छ। कतिसम्मको भवन बनाएको छ भन्ने कुरो तपाईँहरूले देखिसक्नु भयो होला। वरिपरि देख्न सक्नुहुन्छ बत्तीको व्यवस्था छैन हामीसँग। यो के सामान हो? यो युनिट यताको पनि यो हामी अन्तिम फ्लोरमा हो, लास्ट टप फ्लोर। हेर्न सक्नुहुन्छ यहाँको अवस्था। स्थानीय सरकारले किन ध्यान नदिएको हो यो विषयमा म प्रश्न गर्छु। हेर्नुहोस् यस्तो भव्य तरिकाले चाहिँ बनाइएको छ, धेरै खर्च लगानीमा बनाइएको छ। अलिकति बत्तीको समस्या भएको कारणले हामी राम्रोसँग देखाउन सक्दैनौँ होला। यो के मेसिन भन्नुभयो तपाईँले? युनिट। यसको काम के रहन्छ? त्यसको यहाँबाट चाहिँ चिसो यसले दिन्छ, चिसो दिने काम गर्छ। यो बिग्रिएको अवस्थामा छ कि यसलाई सुचारू गर्न सकिन्छ? अब गर्नु पर्यो भने हुन्छ, गर्नु पर्यो भने सुचारू हुनसक्छ। हामी तपाईँहरूलाई सरासर देखाउँछौँ। हामीसँग एकदम समय पनि कम छ। विभिन्न कारणले गर्दाखेरि राम्रो भिडियो त लाउन नसकौँला। इलाम जुन कोल्ड स्टोर शीत भण्डारको बारेमा हामी अवलोकन गरिरहेका छौँ। पाइपहरू देख्न सक्नुहुन्छ। यो चाहिँ खानेपानीको चाहिँ पाइप राखिएको छ। यो सरकारी पाइप हो कि प्राइभेट पाइप हो त? यसरी बताइदिनुहोस् न, इन्जिनियर साहब हुनुहुन्छ। यो सरकारी पाइप हो, गभर्मेन्टको इलाम नगरपालिकाको पाइप हो। देख्न सक्नुहुन्छ दर्शकबिन, यहाँ धेरै छ पाइपहरू। यो फ्लोर त भयो, अब तल्लो फ्लोरमा पनि छ, हामी देखाउँछौँ। ल आउनुहोस् एकचोटि हामी सरासर देखाउँछौँ। काठको पनि रहेछ। कहाँ अल्झेछ हेर्नुहोस् है, तल झऱ्यो भने त घाइते हुन्छ यहाँ। ल हेर्न सक्नुहुन्छ कति एमएमको पाइपहरू राख्नु भएको छ सर? 32 देखि 180 सम्म। अब हामी तल जान्छौँ। एकदम यो बाटो अप्ठ्यारो छ। एकचोटि देखाइदिउँ। यहाँ यस्तो छ है, अलिकति क्यामेराले पनि फोकस गरौँ। यहाँ एकदम डरमर्दो छ है।
कोल्ड स्टोर भनेर चाहिँ भनियो, अहिले चाहिँ यो पाइप स्टोर चाहिँ रहेछ है। त्यति कुरो चाहिँ हामी स्पष्ट तरिकाले देखाउन सक्यौँ। अब हामी अरू अरू मेसिन पनि हेर्छौँ। चेम्बरभरि चाहिँ पाइप हामीले देखिसक्यौँ। अब यस पछाडि हामी मेसिन भएको ठाउँमा जान्छौँ। के कति मेसिनले काम दिन्छ दिँदैन भन्ने कुरा हामी जानकारी गराउँछौँ। हामी प्रवेशद्वारदेखि हामी निक्लिसकेका छौँ। तपाईँहरूले देखिसक्नुभयो यहाँ कोल्ड स्टोरमा चाहिँ के सामानहरू राखिएको रहेछ त, के सामानहरू पार्किङ गरिएको रहेछ त, नगर सरकारले किन ध्यान आकर्षण नगरेको भन्ने कुरो यहाँबाट स्पष्ट भइहाल्छ। नगर सरकारले नै कोल्ड स्टोरमा कच्चा सागसब्जीदेखि लिएर फलफुल राख्ने ठाउँमा पाइप राखिदिएको छ, देखिसक्नुभयो। अब अर्को कुरा म तपाईँहरूलाई ध्यान आकर्षण गराउँछु। यहाँ सरसफाइ गर्ने पहरेदार राखिएको छ, महिनापछि सिलरी दिएको छ, तर सरसफाइ चाहिँ फिट्टिकै छैन। यता देख्न सक्नुहुन्छ पाइप राखिएको छ, उता देख्नुहुन्छ पाइप राखिएको छ, उता देख्न सक्नुहुन्छ बिग्रेको टायरहरू राखिएको छ। यो ध्यान आकर्षण कसले गर्ने? पत्रकार नबोलेकै हो। पत्रकार किन मौन छ यो विषयमा म उजागर गर्न चाहन्छु। र यो बिग्रेको गाडीहरू पार्किङ गरिएको छ र नगरपालिकाको गाडीहरू पनि यहाँ सबै कोल्ड स्टोरमा ल्याएर पार्किङ गरिएको छ। यतिखेर इलाम सामुदायिक कृषि क्याम्पसबाट एकजना विद्यार्थी हुनुहुन्छ। कोल्ड स्टोर बारे के भन्नुहुन्छ उहाँलाई अलिकति कुरा राख्न दिन्छु। मेरो नाम सुजन कतिवटा, मेरो घर चाहिँ कमल गाउँपालिका 4 झापा। तपाईँ यहाँको विद्यार्थी हुनुहुन्छ कृषि क्याम्पस? हजुर, म झापाबाट चाहिँ कृषि क्याम्पसमा अध्ययन गर्न आएको। म 7औं सेमेस्टरको विद्यार्थी हो। यदि कृषि भण्डार चाहिँ सञ्चालनमा आए के कुराहरू सिक्न पाउनुहुन्थ्यो होला? एकदमै राम्रो प्रश्न गर्नुभयो है। यहाँनिर हामीले देखिरहेको छौँ हाम्रो कलेजको सेरोफेरोमा एउटा विगत लामो समयदेखि सञ्चालनमा नआएको एउटा कोल्ड स्टोर छ होइन, जसले चाहिँ सञ्चालन पाउनुपर्ने हो, सञ्चालन हुनुपर्ने त भइरहेको छैन। के कारण हो म बाहिरको मान्छे भएर मलाई थाहा भएन होइन। त्यो नगरपालिकाले प्रोसेस नगरेको हो कि त्यसमा, अथवा स्थानीयहरूले पनि त्यसमा कोलाबोरेसन गर्नु भएको छैन, त्यो कुरामा म जानकारी भएन र म त्यसको जवाफ दिन चाहन्न। एग्रिकल्चरको स्टुडेन्ट हुनुहुन्छ, एग्रिकल्चर कोर्स गर्दै हुनुहुन्छ। कृषिको कोर्स गर्दाखेरि कोल्ड स्टोर कतिको महत्त्वपूर्ण हुन्छ यो विषयमा अलिकति के छ? म एग्रिकल्चरको स्टुडेन्ट भएको नाताले गर्दाखेरि र यो क्षेत्रमा चाहिँ कोल्ड स्टोर हुँदा पनि सञ्चालन नआएको कुराले चाहिँ अलिक गुनासो कुरा, अलिक राम्रै कुरा छ होइन। एग्रिकल्चरमा कोल्ड स्टोरको एकदमै ठुलो भूमिका हुन्छ क्या। त्यहाँ नजिकै कोल्ड स्टोर भइदिएको र त्यो सञ्चालनमा आएको भए हामी विद्यार्थीहरूले चाहिँ विभिन्न खालका रिसर्चहरू गर्न सक्यौँ। जस्तो कि हामीले कोर्सै पढ्नुपर्छ पोस्ट हार्भेस्ट भनेर। पोस्ट हार्भेस्ट टेक्नोलोजीमा चाहिँ कोल्ड स्टोरको एकदमै महत्त्वपूर्ण चिजहरू पढ्नुपर्छ होइन। त्यसमा चाहिँ हामीले अब विभिन्न किवीहरूको भण्डारण गरेर त्यसको चाहिँ भण्डारण अवधि अथवा त्यसको सेल्फ लाइफ चाहिँ कतिसम्म हुँदो रहेछ, कतिसम्म एक्सटेन्ड गर्न सकिँदो रहेछ। कृषिको जुन अहिले पढाइ गर्दै हुनुहुन्छ, कृषिको कोर्स गर्दै हुनुहुन्छ, तपाईँलाई प्र्याक्टिकलको लागि सिट भण्डारको चाहिँ व्यवस्था छ कि छैन स्कुलमा, कलेजमा? प्र्याक्टिकलको लागि सिट भण्डारको व्यवस्था पनि छैन, तर त्यो रिलेटेड कुराहरू चाहिँ हामीले अरू नै विधिबाट पनि पढिरहेको छौँ, टुरबाट गएर हेरिरहेको छौँ। कलेजमा चाहिँ छैन। त्यहाँ भइदिएको भए थप हामीलाई विद्यार्थीको लागि चाहिँ एउटा प्रयोगशालाको रूपमा पनि युज गर्न सक्छौँ, रिसर्च फिल्ड पनि हुन्थ्यो हाम्रो लागि। तपाईँलाई दुःख लागिरहेको छ एउटा विद्यार्थी भएको नाताले? अभियसली, अब किनभने हामी टाढाबाट आएको मान्छे होइन, स्टुडेन्ट यहाँ केही इलाममा केही सम्भावना हुन्छ कि कृषि क्षेत्रमा भनेर पढ्नलाई टाढाबाट आएको मान्छेले त्यहीँ अगाडि त्यत्तिकै लडिरहेको कृषि भण्डार देख्दाखेरि चाहिँ अलिकति लोभ लाग्दो रहेछ क्या। योलाई चाहिँ व्यवस्थापन गर्न सकेर चाहिँ एग्रिकल्चर रिलेटेड कुराहरू, केही रिसर्चहरू अथवा केही भण्डारणको सम्बन्धी अझै थप कुराहरू, टेक्नोलोजीहरू चाहिँ सिक्न पाइन्थ्यो। अलिकति अझै कुराहरू चाहिँ जान्न पाइँदाखेरि थप हामीलाई पनि प्र्याक्टिकल्ली पनि भोलि काहीँ गएर फिल्डमा गर्दा पनि यस्तो यस्तो कुरामा सिकेर आएको थियौँ। हामीले प्रत्यक्ष रूपमा कोल्ड स्टोरमा यस्तो यस्तो कामहरू गरेका थियौँ। किवी भण्डारणदेखि लिएर आलु, मलाई मात्रै नभएर यहाँका किसानहरूलाई पनि आलु भण्डारणदेखि लिएर अरू अन्य कुरा, किवी नै पनि इलामको त एकदमै राम्रो प्रोडक्टिभिटी भएको त किवी हो नि त, प्रोडक्सन राम्रो हुने। किवीलाई नै भण्डारण गरेर अलिक लामो समयसम्म एक्सटेन्ड गर्न सकिएको भए भाउ पनि राम्रो पाउँथ्यो होला किसानहरूले भन्ने पक्कै त्यो हुन्थ्यो होला। किसानलाई त रात हुन्थ्यो, मिल्थ्यो। प्लस स्टुडेन्टलाई पनि के हुन्थ्यो भने नयाँ नयाँ कुराहरू चाहिँ अब जति कुरा हामीले पढेर गर्नुभन्दा भोगेकोदेखि सिइङ इज बिलिभिङ भन्छ नि, देख्नु नै ठुलो कुरा हो नि, देखेर सिक्नु चाहिँ अझै थप कुराहरू आउँथ्यो होला भन्ने। एग्रिकल्चर जुन कोर्स गर्दै हुनुहुन्छ यसमा चाहिँ एकदम महत्त्वपूर्ण देखिन्छ कोल्ड स्टोर त एकदम चाहिने नै कुरा हो। विद्यार्थी भएको नाताले मैले सोधेँ। हजुर, धन्यवाद, एकदम राम्रो प्रश्न गर्नुभयो। कलेजमा कोल्ड स्टोर छैन र तपाईँको कलेज अगाडिको कोल्ड स्टोर पनि बन्द छ लामो समयदेखि। यसमा धेरै दुःख छ तपाईँलाई? यसमा दुःख लागिरहेको छ। अब के कुराले बन्द भयो, के कुरा भयो, त्यो कुरा उहाँहरूको टेक्निकल पार्ट उहाँहरूको होला। तर यदि सञ्चालनमा आइदिएको भए चाहिँ म लगायत म जस्तै मेरा विद्यार्थी भाइ बहिनी साथीहरूलाई चाहिँ के हुन्थ्यो त भन्दाखेरि नजिकै भएको कोल्ड स्टोरमा गएर
काम गर्न सकिन्थ्यो, त्यहाँको टेक्नोलोजीसँग खेल्न सकिन्थ्यो, त्यहाँनिर थप कुराहरू चाहिँ अझै यो कुराहरू चाहिँ थप्नुपर्ने रहेछ भन्ने कुरा सञ्चालनमा आएपछि अझै थाहा हुन्थ्यो। यो कुरा हुन्थ्यो, यो कुरा हुन सकेन, भइदिएको भए राम्रो हुन्थ्यो। यो विषयमा ध्यान आकर्षण गर्ने नगर्ने हामी स्पष्ट रूपमा देखाउन चाहन्छौँ। आउनुहोस् एकचोटि यो भिडियो हेरौँ। दर्शकबिन यहाँ वरिपरि जे जति हामी भग्नावशेष अवस्था छ कोल्ड स्टोर यतिखेर इलाम नगरपालिका 9 सेरामा छौँ। आउनुहोस् एकचोटि वरिपरि हेरौँ यहाँ के सामानहरू राखिएको छ। बिग्रिएको गाडी यो नगरपालिकाको हो हजुर, एकजनाले गाइड गर्नुपर्छ। यो गाडी हामी एकचोटि हेर्ने कोसिस गर्छौँ। यो खोलिदिनुहोस् त। सर जे जस्तो भए पनि कोल्ड स्टोरको अगाडि यो राख्न नमिल्ने नै हो। आउनुहोस् म एकचोटि देखाउँछु। कुखुरा पालन छ हजुर, हेर्नुहोस् कुखुरा पालन छ है। कुखुरासँग बोल्नु मिल्दैन मैले देखाउन मात्रै मिल्छ। ल यस्तो छ यहाँ हेर्नुहोस्। र यो नगरपालिकाको गाडी मे 1-10-31 नम्बरको गाडी, यो मे 1-10-30 नम्बरको गाडी देख्न सक्नुहुन्छ। यो नम्बर प्लेट पनि मेटिएको छ। ट्राफिकले चाहिँ हामीले नियममा बस्न लाउने र नगरपालिकाकै गाडी चाहिँ राम्रो नम्बर प्लेट नभएको यहाँ देखिएको छ। आउनुहोस् एकचोटि यहाँ वरिपरिको अवलोकन गर्छौँ हामी। यहाँ ग्यारेज छ, ग्यारेज सरसफाइ गर्छु भन्नुभयो। हेर्नुहोस् त यो फोहोर छ नि, सरसफाइ चाहिँ कहाँ गर्नुभयो? यहाँ आउनुहोस् न, यहाँ आउनुहोस्। हेर्नुहोस् है यो चौचौ तपाईँलाई म एक देखाउँछु। यो भोला, यो स्याम्पू है, यो अब बिग्रेको कपडाहरू, लता कपडा, अनि यो भयो पाइप। अब ग्यारेजमा जर्किन हुनु सामान्य कुरा हो, यो पनि देखियो। र यता क्यामेरा ल्याउनुहोस् त म देखाउँछु। यो हुनु सामान्य कुरा हो। ग्यारेजमा यो टायर हुन्छ, यहाँ आउनुहोस् न म देखाउँछु। जर्किन पनि हुन्छ, मैले माने। यो टिन चाहिँ कहाँबाट आयो? यो बिग्रेको यो काठ चाहिँ कहाँबाट आयो भन्न सक्नुहुन्छ? यो टिन कहाँबाट आयो? यो काठ चाहिँ कहाँबाट आयो? स्थानीय बासिन्दाले ल्याएर राख्यो हो? यो होइन, कसरी राख्यो त? यो नगरकै हो, नगरकै अफिसको सामान हो सबै, जति छ सबै अफिसको सामान हो। हजुर, तपाईँले भन्नुभयो यो अफिसको सामान होइन भने मैले के गर्नु पर्यो? कन्फर्म हो, अरूको होइन। कन्फर्म हो, राखेको देख्नुभयो। होइन रहेछ भने तपाईँ कारबाहीमा पर्नुहुन्छ नि फेरि। अब यताल्लोपट्टि आउनुहोस्, यतापट्टि आउनुहोस् है। कुल स्टोर होइन दर्शकबिन, यहाँनिर कबाडी स्टोर भन्न सकिन्छ। किनभने तपाईँले यो भिडियो देखिसक्नुभयो। अब उहाँले चाहिँ देखाउँदै हुनुहुन्छ मेसिनहरूको बारेमा के कति उहाँले देखाउन सक्नुहुन्छ, के कति चलेको अवस्था छ र के कति भग्नावशेष अवस्था छ हामी देखाउँछौँ। देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ कति मच्छरले चाहिँ सन्तान भ्रूण उत्पादन गरेको होला एकचोटि देख्न सक्नुहुन्छ। यो सबै फोहोर पानी हो। यहाँको सरसफाइ गर्ने दाइले भन्नुभएको यो चाहिँ गोबर लगाइया छैन भन्नुहुन्छ। गोबर छ छैन भन्ने कुरा चाहिँ परीक्षण गर्नुपर्ने हुन्छ। एकदमै फोहोर छ, वरिपरि झारहरू उखालिएको छैन, जङ्गल भइसकेको छ। पर देख्न सक्नुहुन्छ गाडीहरू राखिएको छ। जुन मेसिनहरू भएको ठाउँमा जाँदैछौँ, तपाईँहरू देख्न सक्नुहुन्छ। पुरा भिडियो हेर्नु होला र प्रतिक्रिया दिनु होला। दर्शकबिन यतिखेर हाम्रो सेक्युरिटी सरले चाहिँ खोलिराख्नु भएको छ, देख्न सक्नुहुन्छ। एकदम सरसफाइ छैन, हेर्नुहोस्। तलब चाहिँ खाने अनि काम चाहिँ नगर्ने। तपाईँ तलब त खानु भएको छ नि, महिनाको कति दिन्छ? 20,000, 25,000, 30,000। सरसफाइ छैन त, धुलै धुलो छ। सरसफाइ हुँदैछ त, गर्दैछु।
कहाँ गर्नुभयो तपाईँले देखाउनु नि त सरसफाइ भएको ठाउँ चाहिँ देखाउनुहोस् न। खिया परेको छ त्यस्तै मेसिनहरू हेर्न सक्नुहुन्छ दर्शकबिन। यहाँको रेखदेख अलिकति नभएको देखिन्छ। पहरेदारसँग हुन त अब चाबी नै नभएपछि यहाँको सुरक्षा हिसाबमा पनि अलिकति कमजोर छ भन्ने बुझिन्छ। यहाँको चाहिँ पहरेदारलाई दिने चाबी चाहिँ पानीको इन्जिनियर नगरपालिकाको इन्जिनियरसँग हुन्छ। तपाईँले के लाग्छ हाँस उठ्छ होला मलाई यो ठाउँमा आएर रिपोर्टिङ गर्नु थिएन, मेरै जिल्ला मेरै ठाउँ अनि मेरै कोल्ड स्टोर अहिले कबाडी स्टोर भन्दाखेरि म किन माउन बस्ने। पत्रकार साथीहरू तपाईँहरू किन माउन हुनुहुन्छ, तपाईँहरू बिकिसक्नु भएको भन्ने कुरो स्थानीय बासिन्दाले पनि भनिरहेको छ। हामीले बार बार पत्रकारलाई दियौँ तर पत्रकारले पनि यो न्युज नलेखिएको भनेर मलाई बार बार यहाँको स्थानीय बासिन्दाले भनिरहेको छ। पत्रकार साथीहरू को आउनुभएको थियो कोल्ड स्टोरमा, तपाईँहरूले के लेख्नुभयो, यहाँको बारेमा जानकारी के दिनुभयो हाम्रो जनतालाई, यो विषयमा फरक पर्छ। प्राय अधिकांश जनतालाई यो कोल्ड स्टोर छ भन्ने जानकारी छैन। जानकारी दिनुपर्छ, अब उजागर गर्नुपर्छ। पछाडिको ब्याकग्राउन्ड देख्नुभयो होला, यो मेसिनको बारेमा म उहाँलाई सोध्न आँटिरहेको छु। यो के मेसिन हो, यो सुचारू हुन सक्छ सक्दैन र बिग्रिएको अवस्था छ कि के छ भन्ने कुरो उहाँसँग म जानकारी लिन्छु। यो यसको नाम भनिदिनुहोस् न। यो एमोनिया ग्यास सिलिन्डर हो। यो एमोनिया ग्यास सिलिन्डर। अनि यो कम्प्रेसर यो पल्लो पनि कम्प्रेसर होला। यो पल्लो चाहिँ बताइदिनुहोस्। जेनेरेटर सञ्चालनमा ल्याउन सकिन्छ अब मेन्टेनेन्स गर्दाखेरि आउँछ। अनि सरसफाइ गर्छु भन्नुभयो नि एकछिन त, यहाँ यसो गरेर चाहिँ यसो हेर्दाखेरि सरसफाइ देखिँदैन। कति लाख परेको होला, कति करोड परेको होला, जनताको पसिना होला है। माया त गर्नुपर्छ नि त, जागिर खानुभएको छ तपाईँ त यहाँको पहरेदार भनेको सेक्युरिटी भनेर मैले बुझ्नु पर्यो। सरसफाइ गर्ने मान्छे अर्कै पनि खटाएको हुनसक्छ नि त। जस्तै नगरपालिकामा सरसफाइ गर्ने टोली छुट्टै हुन्छ नि त, त्यस्तो दिएको छैन तपाईँलाई? बेला बेला दिन्छ, बेला बेला चाहिँ दिन्छ। बेला बेला दिएको के काम? यहाँ त सबै फोहोरै फोहोर छ, खिया छ। हेर्नुहोस् यो बाँसहरू पनि छ। अब यो के काममा ल्याउनु भएको हो, यसको नाम भनिदिनुहोस् न। प्यानल हो, इलेक्ट्रिक प्यानल। यहाँबाट चाहिँ सबै सुचारू हुन्छ, यहाँ सबै पावर बक्स हुन्छ। यो जेनेरेटरको पनि र यो कम्प्रेसरको लागि पनि सबै यहीँबाट हुन्छ। यहाँनिर खोलेर हेर्न सकिन्छ? करेन्ट त छैन नि? लु खोलिदिनुहोस् त। ल देख्न सक्नुहुन्छ। अब हामीलाई त खासै थाहा हुँदैन यो चिज, यो प्राविधिकहरूलाई थाहा हुन्छ, चाहिँ इलेक्ट्रिसियनहरूलाई थाहा हुन्छ। यसमा खासै ज्ञान छैन, मैले तपाईँलाई सोधिनँ पनि। ल यो यस्तो छ दर्शकबिन, देख्न सक्नुहुन्छ। यो धेरै लगानीमा चाहिँ उहाँहरूले पहिला किनेर चाहिँ सञ्चालन गरेको हो भन्ने यहाँबाट स्पष्ट देख्न सकिन्छ। यहाँ लाखको मात्रै छैन, करोडौँको चाहिँ सामानहरू बिग्रिएर जाने अवस्था छ। यो हेर्नुहोस् न, यो खियाहरू छ, यहाँ धुलो छ। खासै यो त चल्दैन होला, हेर्नु न यो धुलो। सरसफाइ त गर्नु भएन छ नि त, सरसफाइ गर्नु भएन। तपाईँले इमान्दारका साथ भन्नु सरसफाइ गरेको छुइनँ भनेर भन्नुहोस् ल। तपाईँ झुटो नबोल्नुहोस्, किनभने सञ्जाल भनेको सञ्जाल हुन्छ। पत्रकारलाई झुट भन्नुभयो भने फेरि पत्रकारले खोज्छ, देखेको कुरो सत्य कुरो बोल्छ अनि खोज्छ, प्रमाण जुटाउँछ। तपाईँले सरसफाइ नगरेको हो भन्ने ठहर गऱ्यो भने कारबाही पनि गर्छ। पत्रकार कमजोर सम्झिनु भयो आजसम्म। कुनै पत्रकार आएर चाहिँ रिपोर्टिङ गरेको कुरा न्युजमै लेखिदिएन, न्युजमै हालेन भन्ने स्थानीय बासिन्दाले चाहिँ गुनासो गरिरहेको छ। तर म यो भिडियो अवश्य हाल्छु। मलाई के सजाय दिनुहुन्छ भोग्न तयार छु, तर सत्य तथ्य कुरा म ल्याएर छोड्छु र देखाएर छोड्छु। म यहाँको बासिन्दा हो, मैले अवलोकन नगरेर कसले गर्छ? यहाँ बिग्रेको कामलाई खबरदारी कसले गर्छ? म पनि इलामकै हो, मजाले देख्न सक्नुहुन्छ। मेरो अनुहार एकचोटि मजाले हेर्नु होला। अरू पत्रकार भन्दा म अलिकति फरक तरिकाको छु। जे छ जनता सामु पुऱ्याएर छोड्छु। ध्यान दिएर सुन्नु होला। स्थानीय सरकार र यहाँको व्यवस्थापक समितिलाई म यो ध्यान आकर्षण गर्न चाहन्छु। म स्थानीय सरकारलाई प्रश्न गर्छु। स्थानीय सरकारको माताहतमा चलिरहेछ, ठिक छ, म मान्छु। तर स्थानीय सरकारको माताहतमा चल्यो भने स्थानीय सरकार जिम्मेवारी हुनुपर्छ पर्दैन? लाख मात्रै पुरा भएको छैन, यहाँ 1 लाख मात्रै खर्च भएको छैन।
10 लाख मात्रै खर्च भएको छैन, 100 लाख 1000 लाख मात्रै खर्च भएको छैन, यहाँ 5 करोडसम्म खर्च भएको छ। 5 करोड सानो रकम होइन त्यो समयमा। अब यो विषयमा स्थानीय सरकारदेखि लिएर म सम्बन्धित निकायसम्म म आग्रह गर्न चाहन्छु, जुन सामान यो जनताको रगत हो, जनताको पसिना हो भन्दा पनि कुनै फरक पर्दैन।